हेलो एभ्रिवान। अहिले चाहिँ ठ्याक्क 5 बजे छ। म चाहिँ 1:30 बजेतिर हिँडेको थिएँ काठमाडौँबाट। अहिले चाहिँ म खरिडुङ्गा आइपुगेँ। बादल लागेको छ, पानी पर्ला जस्तो भएको छ, बट इट्स सो नाइस आउट हियर। पानी पर्ला जस्तो नि छ। अरू त के भन्ने, दुई चारवटा कुरा चाहिँ मेन्सन गर्न मन लाग्यो मलाई होइन। अब म त न्यू राइडर हो, मेरो फर्स्ट टाइम हो। 135 किलोमिटर छ काठमाडौँबाट चौरीकोट चाहिँ। फर्स्ट टाइम हो यति लामो राइड गरेको। अनि मैले चाहिँ धेरै कुरा सिकेँ। मैले उता काठमाडौँतिर प्र्याक्टिस गर्दा चाहिँ गियर सिफ्ट गर्दा चाहिँ पुरै एक्सेलेटर चाहिँ जेरोमा नहाली चेन्ज गरिरहेर छ, अनि बाइक हुत्तिन्थ्यो क्या। मलाई मामाले भन्नुहुन्थ्यो क्लच चाहिँ मजाले नतानेर भनेर भन्नुहुन्थ्यो, किनभने मेरो चाहिँ एउटा लाइक मिडल फिङ्गरले क्लच तान्ने बानी छ क्या। अनि तर त्यो चाहिँ होइन रहेछ, लाइक त्यो एक्सेलेटर चाहिँ अलिकति बटारिरहेको हुँदो रहेछ, त्यही भएर हुत्तिँदो रहेछ। तर त्यो कुरा चाहिँ मैले सिकेँ। अनि अरू चाहिँ इट फिल्स लाइक एकदम कम्फोर्टेबल फिल हुन थाल्यो क्या अहिले चाहिँ मलाई लाइक बाइकमा यति राइडले। सो एक दिनको राइडले पनि धेरै म्याटर गर्दो रहेछ भनेपछि लाइक खत्रै राइडर नभए पनि म डिसेन्ट राइडर चाहिँ होइन प्र्याक्टिस गरिराख्यो भने हुन्छु भन्ने मलाई अब चाहिँ विश्वास लाग्यो। सो हेलो एभ्रिवान, वेलकम टु माई च्यानल नेपाल अनकभर। म चाहिँ आज च्यासल ग्राउन्डमा ल्याउनु भयो दाइले मलाई। मेरो काम चाहिँ आज सबै सकिसक्यो आज है। म चाहिँ फर्किन्छु अब दोलखा। बाइक साइक किनेँ, लेग गार्ड सेग गार्ड हालेर सबै कुरा डकुमेन्टहरू पनि सबै भ्यायो। अब चाहिँ म फाइनल्ली टन्नै राइडहरू आउँछ दोलखातिरको। म चाहिँ 22 गते आएको थिएँ, चैत 22 गते बाइक किन्नलाई। बाइक नि किन्ने हो, हेलमेट नि किन्ने हो होइन, मेरो गोप्रो सेटअप है। अनि यो चाहिँ मैले ब्याग बानेको छु है, मलाई आउँदैन खासै त, तर यसले काम चल्छ होला। छोटो बाटो हो, 135 किलोमिटर काठमाडौँबाट चरीकोट। अनि अब चाहिँ म ट्राभल गर्न लागेको, मेरो फर्स्ट टाइम हो बाइकमा। म सोलो जानु लागेको हो। सो हजुरहरूलाई भिडियो मन पर्न सक्छ। मेरो अरू पनि बाइक किनेको भिडियोहरू पनि अगाडि नै आइसक्छ होला सायद यो भिडियो भन्दामा नि। अब म बाटोमा क्लिपहरू चाहिँ हाल्छु थोरै कति मिल्छ होइन, म बनाउँदै जान्छु। आज चाहिँ 28 गते भइसकेको छ, म 6 दिन बसेछु। यो लेग गार्ड सेग गार्ड सबै हाल्न टाइम लाग्यो। अनि मेरो बाइकको साउन्ड चाहिँ यस्तो आउँछ। यता लिएर आउनुहोस् त क्यामेरा पर्सन, बाइकको साउन्ड सुनाऊ होइन। बाइकको साउन्ड आउँछ यता छ ग्यारेज साइड। म लागेँ
कुन चाहिँ बाटो हो केही थाहा छैन है। आजकल गाडी नि कस्तो ठाउँमा रोकेको एउटा जाउँ न। रोड हो नि त यार, त्यो त त्यस्तो ठाउँमा रोक्ने होइन नि त। ओके होइन हो नि, काठमाडौँ चाहिँ अलि मेस्सी नै छ क्या, मेस्सी। They don't follow rules. Nobody follow rules here. Unpredictable हुन्छ क्या, त्यही भएर म लेफ्ट जाने रहेछ यहाँबाट। कहाँ आइपुगेँ थाहा छैन है, भर्खर निस्केको हो म। 1:30मा निस्केको होला सायद। जिपिएसले जता जताबाट ल्यायो त्यतैबाट जान थालेँ है। म कहाँ आइपुगेँ त थाहा छैन। यो अनाइकोट रोड भन्दो रहेछ। ब्रेक हान्ने अनि गियर घटाउने। ओके राइट, द्याट्स सिम्पल थिङ। प्र्याक्टिस त डह्रो भइरहेको छ हुन्छ नि। सुस्त अब त गाडीहरू भेट्न थाल्यो क्या, सुस्त गयो आफ्नै तालमा होइन। अलि साइडमा समातेपछि सजिलो नै हुँदो रहेछ मामाले भने जस्तो। अनि गियर चाहिँ क्विक सिफ्ट हान्नुपर्ने रहेछ क्या। अनि क्लच चाहिँ एकछिन होल्ड गरेर गियर हान्यो भने चाहिँ स्मुथ हुन्छ। टर्निङ छ यार, गाडी फेरि यस्तो आउँदो रहेछ, तर्साउने गरी आउँछ यार। के भन्ने गाडीहरूलाई नि, केही नभन्ने आफ्नो सेफ भएर कुदाउने, त्यही त होला नि होइन। उपाय त के हो, पर्फेक्ट हुने, प्र्याक्टिस गर्ने होइन। आफ्नो साइड च्यापेर हिँड्नु पऱ्यो। Everything will be great. पुरा टर्निङ छ यार, 2 घन्टा 54 मिनट्स। कहाँ आइपुग्यो थाहा छैन। Twisted road, so twisted road, right? Like you have to be good on this type of road. This is off-road now. Off-road त यसले खै अब कस्तो छ है, मैले कुदाएको छैन। Off-road ल्यायो यसले। Is it good? I don't know. 40 जतिमा त कुद्दो रहेछ भनेपछि मलाई उतै फिल भइरहेको छ। नट ब्याड होइन। हेर त धुलो, ए बाबा सिधै हो जस्तो लाग्यो। गाडी चाहिँ खतरा कुद्दो रहेछ यहाँ। आइरहेछ भुक्की भुक गाडीहरू त। कसरी च्यापेर ल्याएको क्या यसले। कुन चाहिँ बाटो ल्यायो यसले मलाई? म कहाँ छु? दोलाल घाट पुग्न लागेको छु। दोलाल घाट पुगेपछि त मलाई बाटो थाहा छ नि त, टन्नै हिँडेको गाडीमा। हेलमेट त ध्वस्त भइसकेछ। फोहोर त यसलाई त धुनै पर्ने रहेछ नि त। त्यो अड्क्यो माइक्रोफोन। पन्जै लाएर पनि लाउन प्र्याक्टिस गर्नु पर्यो। हेलमेट चाहिँ अलि मेरो अप्ठ्यारो नै छ होइन, डोरी बाँधे जस्तो छ क्या। Come on, where is it? ल के हो, पन्जै खोल्नुपर्छ क्या। पन्जा नि ध्वस्तै भएछ। बल्ल बल्ल अब फिल पाइरहेको छु अफ रोडिङको है। कहाँबाट ल्यायो बाटो पनि ल्याउन चाहिँ, तर प्योर अफ रोडमा चाहिँ यसको चमत्कार देखिँदो रहेछ। नत्र त अरू बेला त अरूले टपिहाल्दो रहेछन्। धुलै धुलो बाइकमा कहिले हिँडेको थिएन है। It's crazy, but hey, it's okay. This is what I wanted, right? Two hours 37 minutes बाँकी रहेछ। दोलर घाट पुग्न लागेको छु।
यो भाइलाई सोध्नु न। भाइ यो ठाउँको नाम के हो? पाँचखाल हो यो? ए पाँचखाल आएछु नि त म। कता हो बाटो अबमा? यतै रहेछ। हाइवे आएछ नि त, अरानीको हाइवे आएछ ल। सो म यहाँबाट निस्केँ, यो कहाँ हो? लाइक अरानीको हाइवे त मलाई थाहा हुनुपर्ने। म त पाँचखाल निस्केछु यार, 0 किलोको बाटो जाने भनेको त। कति टाइम लाग्थ्यो पाँचखाल आउन थाहा छैन, तर म 1:30 बजे हिँडेको, 1 घन्टा 10 मिनटमा पाँचखाल आइपुगेछु ल। यो ट्रक यस्तो कुदाउँदो रहेछ। बाइक साइकलाई मतलब छैन मैले, बाइक साइकको धोबी कुदा छ मैले, को बाइक हो जस्तो टाइपले क्या मैले, बाइक के हो र जस्तो मैले कुदा छ ट्रक। सो मैले चाहिँ पुरै एक्सिलेटर 0मा पुऱ्याएर बल्ल ब्रेक हान्नुपर्ने रहेछ, त्यो पनि अहिलेदेखि चाहिँ गल्ती भइरहेको छ है। 0 किलो आइपुग्यो क्या हो जस्तो लाग्यो है। अस्ति म अस्ति मलाई गाडीले लगेको बाटो चाहिँ यतैबाट थियो क्या, यहाँबाट लेफ्ट आई थिङ्क, उताबाट लेफ्ट। 0 किलो हो नि त यो। यो पल्सरलाईसँग त म किपअप गरिरहेको छु है। भन्दा चाहिँ दे बिन राइडिङ फर लङ टाइम। अब मेरो जस्तो होइन नि त, यिनीहरूको त राइडिङ लाइक टन्नै टाइम भइसक्यो नि त। मेरो पो भर्खर सानोमा त कुदाएको थिएँ अलिअलि, बट त्यस्तो धेरै कुदाएको होइन नि त। तर प्र्याक्टिस भइरहेछ ब्रेकिङहरू, लाइक यस्तो ब्रेकिङ लगाउन प्र्याक्टिस भएपछि चाहिँ बल्ल काठमाडौँमा लाइक काठमाडौँमा कुदाउँदाखेरि मैले यस्तो हार्ड ब्रेकहरू लगाउँदैन थिएँ क्या। यहाँ चाहिँ अब स्पिड भएर तानिरहेको हुन्छु ब्रेक मजाले। काठमाडौँमा फिल हुन्न थियो क्या त्यति स्ट्रङसँग ब्रेक तानेको। ओके, मोस्ट अफ द टाइम लाइक अब बल्ल ब्रेकिङको चाहिँ बल्ल थाहा हुन थाल्यो क्या मलाई। अरू बेला मैले होइन लाइक पुरै एक्सिलेटर कम नगरी नै ब्रेक हानिरहेको रहेछु क्या, त्यही भएर लाइक ब्रेकै नलागे जस्तो फिल हुन्थ्यो। मामाहरूले त भन्नुभएको थियो लाइक लङ टुर गरेपछि मजाले हात बस्छ भनेर। ब्रो दिस इज फकिङ ट्रु। कन्फिडेन्स नै बिल्ड हुँदो रहेछ, गाडीदेखि डर लाग्ने रहेछ, अरू त के होइन। अरू त लाइक आई थिङ्क आम गना बी गुड राइडर समडे है। लाइक मेरो फर्स्ट लङ राइड हो, यति गर्नु भनेको नि मेरो लागि लाइक प्राउड मोमेन्टै हो भनौँ न। खुट्टा चाहिँ अलि लाइक थाकिरहेको रहेछ लाइक थाइहरू, बट यति राइड लाइक मसँग स्टामिना चाहिँ टन्नै छ क्या राइड गर्ने जस्तो फिल हुन थाल्यो। यहाँ चाहिँ अलिकति मिस्टेक भयो है, आई सुड नट बी डुइङ दोज। लाइक कर्नर चापेर जानुपर्ने कुरा हो, तर मैले गल्ती गरेँ त्यहाँ। गियर घटा कुदा राइट, ठिक राइट। 0 एक्सिलेटर, गियर चेन्ज, लाइक गियर घटा and pick up. Now 0 accelerator clause, gear change. यहाँनिर गियर चेन्ज नगरौँ because it's turning right. अब चेन्ज गरौँ, तल गियर पिकअप। आफूले सिकाउने रे के। Now 0 gear, 0 accelerator, gear change. Gear 5 मा छ 50 स्पिड, यहाँ घटाउनु पर्छ 4 मा ल्याउने। Right there. Now पिकअप छ नि त बाइकमा। अब यस्तो रोडहरू अब यसलाई ओभरटेक गर्न गियर बढाउँ राइट। Now brake here. This is fun. अब त मलाई GPS नै चाहिँदैन जस्तो लाग्यो। पहिला ब्रेक हान्नु पर्ने रहेछ अनि बल्ल क्लज हैन
लाइक गियर चेन्ज गर्ने रहेछ क्या अनि यो चाहिँ लङ टुरमै थाहा हुने रहेछ क्या भन्नाले धेरै स्पिडमा क्या अरू अब काठमाडौँतिर भइदिए यो सिक्नलाई स्टप लाइक बानी नै हुँदैन थियो अनि सिक्नलाई नै टफ पनि भएको थियो क्या मलाई भनौँ न I look pretty rough. अलिअलि प्र्याक्टिस गरिरहेको छु उठेर हात पनि यस्तो सोर भइसक्यो सोर भन्नाले जाम भइरहेको ओके म चाहिँ कति 1:30मा हिँडेको है म चाहिँ 1:30मा हिँडेको 4:30 भएछ मुडे पनि कटेँ सो डस्टी आई लुक सो रफ म एकदम रफ देखिरहेको होला भएर अब जम्प सिधै घर पुग्छु अब राइड गर्न चाहिँ मजा आइरहेछ यहाँबाट ग्याङ आएछन् बाइकको कहाँबाट आएको पनि डुलेर आए जस्तो छ 5 जना म चाहिँ यसो क्लिप बनाउन यहाँ खैरडुमा रोकेँ अब चाहिँ म जान्छु 5 बजे छ राइट ओ शिट कति टाइममा पुग्छु होला खैरडुमाबाट म चरीकोट लेट्स सी चिसो छ लास्टै खैरडुमामा चाहिँ झोला कहाँ अड्क्या छ झोला अड्क्याएर चाहिँ झोला कहाँ अड्क्या छ माछा झोलै झरिसकेछ माछ झोला अड्किने मात्र होइन कि झोलै झरिसकेछ fucking hell ओके किन झऱ्यो त त्यही भएर मलाई झोला बोकेर राइड गर्न चाहिँ अब थाहा छैन है यसलाई मेन्टेन गर्नु पर्यो भन्नाले मिलाउनु पर्यो खुस्किन्छ नि त यो Okay, how do I tie this? यहाँ आएर झरेछ नि त खुस्किन्छ नि त धन्न थाहा पाएछु कसैले नि भनेन मलाई हुँदैनले मलाई भेटेनै होला कसैको अर्को नि यस्तो भइसक्यो त यस्तो भएछ नि नानीले केही हुन्न भन्थे किन नहुने र यसलाई म बनाउँछु अनि रेकर्ड गर्छु पारि ओके ब्याग चाहिँ मैले फेरि बाने है झन्डै झरेछ अघि चाहिँ यो स्ट्राइप यहाँ तल पुगेछ होइन पोलेर झन्डै चुडिएछ क्या यो साइलेन्सरले सो दिदीले झर्दैन यत्तिको भयो भने चाहिँ भन्थे तै पनि झरेछ भनेपछि अब मैले कुदाएर हो कि बाइक हल्लेर हो कि के हो थाहा भएन दामी भयो मैले फिक्स गरेँ इट्स टाइम टु गो नाउ म चाहिँ अब अलिक चढ्न आउतिर पुगेर गोप्रो अन गर्छु अहिले चाहिँ बन्द गरिदिएँ त म चाहिँ चौरङ्गी आइपुगेँ है अब त पुग्न लाग्यो This is what I love about this bike, like where other vehicle needs to brake it, I don't have to. यो बाइक पनि सजिलो छ क्या अर्को ड्याडीको एफजेड कुदाएको भन्दा त Hey, this is ड्याडीको बजार गाइस ड्याडीको बाइक भए पनि यहाँबाट न्युट्रलमा कुदाएर लान्थेँ but this bike I don't want to drive like
Right, that's my new Kolmaga. So मेरो यात्रा चाहिँ सकिन्छ है. लगायत everyone. So, म बन्द गरिदिन्छु.